सना हाँ? यो संसारमा हैन सबभन्दा ठुलो तपाईलाई के लाग्छ होला? तिमीलाई के लाग्छ? मलाई जान्न मन छ आज। यो संसारमा सबैभन्दा ठुलो चिज त मलाई पैसा लाग्छ। पैसा किन? माया होइन र? माया? कुन माया? त्यो पैसाले किन्न सक्ने के चिज छ त्यस्तो? सबै चिज किनिन्छ। माया किनिन्छ, मान्छे किनिन्छ, मान्छे चिनिन्छ पैसा भयो भने। के कुरा चाहिँ आउँदैन। अनि मायाले किन्न सक्ने चिज के होला त्यस्तो चिज? अब मायालाई त पैसाले किनिसकेपछि माया आफ्नै हुन्छ। भनेपछि माया ठुलो होइन संसारमा, पैसा ठुलो रहेछ है? माया गरेर हेर, अनि त्यसपछि बिहा गरेर हेर, अनि त्यसपछि तिमीलाई मायाले मात्रै खाना पुग्दो रहेछ कि पुग्दैन रहेछ अनि थाहा हुन्छ। अनि ल तिमी कसैलाई अब माया गरेर होइन, जस्तै कसैले कसैलाई माया गरेर हेर्छ होइन, अनि त्यसपछि बिहा पनि हुन्छ, यता सबै हुन्छ। अनि त्यसपछि मायाले मात्रै संसार चल्ने भयो, माया मात्रै सबैभन्दा ठुलो हुने भयो, पैसा किन चाहियो? मलाई त सबैभन्दा ठुलो त पैसै लाग्छ। अब तिमीलाई के लाग्छ मलाई थाहा छैन होइन। माया गरेर मात्रै बस्ने भने के मायालाई पनि भोकाइराख्ने, आफू पनि भोकै मर्ने हो क्या? मलाई पनि माया ठुलो हो कि जस्तो लाग्थ्यो, तर आज आएर चाहिँ पैसै ठुलो हो भन्ने कुरा महसुस हुँदैछ है। अब पैसा भएन भने माया, त्यो माया गरेर ल्याएको स्वास्नी पनि भाग्छ, माया पनि भाग्छ, सबै भाग्छ, निन्द्रा पनि भाग्छ, सबै। माया मात्रै ठुलो हुने भए यो संसारमा मायाले नै संसार चलाउँथ्यो। तर माया गर्नको लागि त पैसा चाहियो, मायालाई दिनलाई पनि पैसा चाहियो। मायाले पैसा खाने त होइन, सबै कुरा पैसाबाट आउँछ। पैसा भन्ने चिज पनि यस्तो चिज रहेछ कि है, यस्तो चिज रहेछ कि नहुँदा भएको आफन्त पनि टाढा हुन्छन् होइन, हुँदाखेरि नभएको आफन्त पनि नजिक हुँदो रहेछन् कि है। सब पैसाको कारणले हो, त्यो समयको कारण होइन। समय त पहिला पनि त्यही हो, अहिले पनि त्यही हो। खराब असल भन्ने समय हुँदैन। जबसम्म पैसा छ